वेलकम वेलकम टु मार्फा गाउँ चेरी गल्ली हेलो हार्दिक स्वागत गर्दछ। शेर्पाजी हामीलाई यहाँको बारेमा यसो भनिदिनु न केही मार्फा गाउँको बारेमा। यो ठाउँको नाम मार्फा हो होइन। यहाँबाट फोटोहरू खिच्न आउँछ, हजुर ड्रेसहरू लाउनु ठाउँ छ। ए हजुर ल भाइ त्यहाँ लियो न अनि ल जाउँ आउनुहोस् भित्र आउनुहोस्। पर्छ र किन त्यो Welcome to Marfa गाउँ। हेलो हेलो सबैजना किमेल गर्दैछन् अहिले। दाजु यो ठाउँको दिजु यो ठाउँको नाम के भन्छ? जानुहोस् यो यता पोलाएर उता जान्छ त मान्छेहरू त नि अब उतैबाट जाने हो नि बेबी। फ्रन्ट पनि हेर्नु टेम्पो हाई टेम्पो। के हो यो? ओ यहाँको कपाल हो यहाँकै कपाल है। सन्जय दार राखेर तिम्रोमा दार राखेर गर न। ओहो छौरी ल ओ छौरी के भइरहेछ? म एकैछिन गरिहाल्छु म। सुरु हुन मेरो 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 ए जस्तो गरे नि हुन्छ हो अलिकति भित्र छिराको राम्रो छ नि।
अनि त्यही त गरेन अनि यसो घरसम्म गरी सिम्पल सिकाउ न यस्तो के यो ए यसो गरी हेलो गाइस हामी चाहिँ शेर्पा ड्रेस ल त हेलो सबजना यता शेर्पा ड्रेसमा छौँ ल हेर्नुहोस् फुल आउटफिट हो जसरी पनि छ Gideriz. गल्ली छ बस जो खाछ सुन्छु हाम्रो के हो यसमा रमाइलो छ है रमाइलो छ भने है
कस्तो दामी गाउँ ठुलो एरिया है यसो तैँले बालिदिनु न मलाई चाउरी खायो नि त ए यो त उँभो रहेछ म त ओरिजिनल भन्नु थालेको ए खिचेको चार्ज लाग्छ ए ठ्याक्कै 3-4 मिनट ए होइन 5-6 मिनट लाग्दो रहेछ एक राउन्ड गाउँ घुम्दा रे छिरौँ छिरौँ ल बस हजुर मैले आज यहाँ यता राखेको छु मैले यार फेरि यहाँ चाहिँ यहाँ राखेको छु भयो भयो जाइज आइज कस्तो रियल जस्तै है रियल जस्तै है डमी हो त्यहाँ हेर्नु पर्ने रहेछ यसरी दौडिनु पनि यसरी त्यहाँ हेर्छु हेर्को जाउँ त उता उता बाइक झऱ्यो क्या झऱ्यो त्यो छिटो छिटो बाइक झऱ्यो क्या त्यही भएर बिचरा ब्रेक ब्रेक लगाइदियो ब्रेक पहिला समात्नुपर्छ तान्नु पर्ने हो के भएको त है जाउँ सक्यो ल गाउँ सक्यो यति नै हो ए त भोलि नानी भइहाल्छ नि भोलि पोखरा जाने हो नि त नि आज बस्ने हो नि होइन खोइ
अब तात्पानीमा गएर चाहिँ छ नि खाना पकाउनु पाए हुन्थ्यो कि बरु हामी तात्पानीमा बस्दै गर्ने खाना पाक्थ्यौँ होइन ल बाई बाई मार्फा गाउँ होइन त ल बाई बाई मार्फा गाउँ बाई बाई अब नेक्स्ट टाइम भाग्यले जुरायो भने होइन फेरि पनि आइन्छ यस्तै रमाइलो भयो किन्नु भयो